म चाहिँ सिक्किम बजार क्षेत्रमा चाहिँ आइसकेको छु अहिले ट्याक्सी चढेर ठ्याक्कै आज थर्सडे नाइट हुनाले चाहिँ सबैको छुट्टी हुन्छ एकदमै बजार चाहिँ चहल पहलहरू एकदमै धेरै छ बजारमा चाहिँ एकदमै भिडभाड छ अरू बेलामा सुनसान हुने बजार क्षेत्र आज चाहिँ एकदमै आज र भोलि होइन फ्राइडे साँझ थर्सडे नाइट अनि फ्राइडे बिहानदेखि लिएर साँझसम्म सबैको छुट्टी भएको हुनाले चाहिँ एकदमै बिजी हुने गर्दछ अनि यो क्षेत्र चाहिँ हामी सबैलाई थाहा भएको हो होइन अनि तमाम क्षेत्रका चाहिँ एकदमै मेन क्षेत्र हो यो चाहिँ बजार क्षेत्रको होइन अनि विभिन्न ठाउँबाट चाहिँ सपिङहरू गर्नको निम्ति अनि दाजुभाइहरू विभिन्न ठाउँबाट चाहिँ आउनुहुन्छ सपिङको लागि चाहिँ एकदमै मेन बजार क्षेत्रको भनौँ साँझको 7 बजिसकेको छ अनि 7 बजेको चहल पहलहरू चाहिँ म चाहिँ तपाईँलाई फेरि मैले गएको दिनमा चाहिँ सायद भिडियो बनाएको थिएँ मैले एउटा आज थर्सडे नाइटमा चाहिँ एउटा मार्केट लाग्छ भनेर जहाँ चाहिँ विभिन्न थरीका होइन सामानहरू बेचबिखन गरिन्छ कपडाहरूदेखि लिएर हाट बजार भनौँ न कुराहरूदेखि लिएर हरेक कुराहरू त्यो क्षेत्रमा फेरि म जान गएको छु तपाईँहरूलाई फेरि पनि म देखाउन चाहन्छु कन्टिन्यू भिडियोलाई चाहिँ वाच गर्नु होला भन्न चाहन्छु यो चाहिँ दाजुभाइहरूले चाहिँ